देशकै भविष्य न्योलमा राखेर पोल्युसनको घुम्टो ओढेर ठेङ्ग उभिरहेको कङ्क्रिट जङ्गलबाट कतै टाढा जहाँ निर्मल बतास छ, स्वच्छ पानी अनि साक्षात् महादेवको उपस्थिति रही अलप हुनुभएको ठाउँ जहाँ शान्ति बाहेक अरू केही छैन। 4100 मिटर उचाइमा अवस्थित सिन्धुपाल्चोक जिल्ला अन्तर्गत पर्ने यो हो पाँचपोखरी। Good morning everyone from Kathmandu and welcome to journey to पाँचपोखरी है त। आजबाट चाहिँ पाँचपोखरीसम्मको यात्रा चाहिँ सुरु गरौँ। हामी चाहिँ अब यहाँ शिवचोकबाट गाडी चढेर जान्छौँ अनि एकदमै चिसो छ काठमाडौँको वेदर। भोताङ यहाँबाट चाहिँ अब हाम्रो चाहिँ ट्रेकिङ सुरु भइसक्यो। मैले टुप्पी डाँडासम्म कति 3-4 घन्टामा बिस्तारै हिँड्दा पुगिन्छ होला। बिस्तारै आज टुप्पी डाँडा डे 1 स्टार्ट फ्रम भोताङ। हाम्रो ट्रेक चाहिँ आज त्यहीँबाट सुरु भयो। कतिखेर आउँदैछ दिउँसो चाहिँ एकदम गर्मी हुने रहेछ। बिहान जाडो चिसो भयो नि। पाँचपोखरी ट्रेक कुनै प्लान बनाएर स्टार्ट गरेको ट्रेक थिएन। बेलुका सुतेर बिहान हिँडेको ट्रेक यो भएर अलि बढी एक्साइटेड थिए कि ट्रेकको बारे जान्न, बिना प्लानको यात्रा अनुभव गर्न। अब जहाँ महादेवको बास हो त्यहाँ हामी नजानु त असम्भव नै थियो। झन्डै 5 घन्टाको ट्रेकपछि आजको अन्तिम गन्तव्यमा पुग्यौँ, तङ्गु खर्क। तङ्गु खर्कमा आज चाहिँ हामी डे 1 मा तङ्गु खर्कमै बस्छौँ। यहाँ हाम्रो दाइ हुनुहुँदो रहेछ, दाइको होटलमा। अनि यहाँबाट चाहिँ टक्क लाङटाङ हिमालको
भ्यू खतरा देख्दो रहेछ। हाम्रो ट्रेक स्टार्टमा टुप्पी डाँडामा बस्ने प्लान थियो, तर हामीसँग केही समय बाँकी थियो र बाटो थोरै भए पनि छोट्यौँ भनेर हामी टुप्पी डाँडा कटेर तङ्गु खर्कमा बस्ने भयौँ। आज डे वानमा चाहिँ हामी तङ्गु खर्कमा बस्यौँ। तङ्गु खर्कको हाम्रो बेडरुम यो चाहिँ भर्खरै खोलेको नयाँ होटल रहेछ दाइको। दाइ तलसम्मै लिनु जानुभएको थियो। अनि आज चाहिँ तङ्गु खर्क आइपुग्यौँ र अहिले डे 2मा सायद 5 पोखरी नै पुग्छौँ होला। आज चाहिँ हामी दाइको होटलमा बस्छौँ। दाइले चिया बनाउनु भएको रहेछ है। यो अदुवा हालेर सबै हालेर मजाले चाय पिलाउने पाहुनाहरूलाई। अनि होटलमा चाहिँ दाइ मात्रै हुनुहुँदो रहेछ। आज सिस्नु पाक्छ कि होला आज। अनि दाइसँग हामी 4 जना। दाइले अब खाना पकाउनुहुन्छ अनि टक्क खानै त्यसपछि झ्याप्प लाएर सुतेर हामी सायद 5 पोखरी पुग्छौँ होला। तङ्गु खर्क। अनि अहिले चाहिँ मर्निङको ठ्याक्कै 7 बजिसकेको छ। अलि हिँड्न चाहिँ ढिलै भएको, त्यही पनि आज चाहिँ हामी 5 पोखरी नै पुग्ने प्लान छ। अनि पछाडि सनराइज भइरहेछ, लाङटाङ हिमालको भ्यू है अलिकति मात्रै देखिरहेछ। अनि हामी चाहिँ आज यहाँनिर पुग्ने हो, 5 पोखरी ठ्याक्कै यहाँनिर भन्ने चाहिँ प्लान छ। अब कहाँसम्म पुगिन्छ, रोड चाहिँ यही हो। ठिक्क यहाँबाट गएर पुग्ने ठाउँ पनि देखियो। बेलुका 5 बजीसम्म पुगिन्छ होला। अहिले चाहिँ हामी तङ्गु खर्कबाट झन्डै 2.5 किलोमिटर अगाडि आइसक्यौँ। अनि यो चाहिँ हाम्रो ट्रेकको दोस्रो झलुङ्गे पुल। यो चाहिँ तङ्गु खोला 2893 मिटर उचाइमा रहेछ। खोला
रहेछ। अनि आजको यात्रा चाहिँ एकदमै च्यालेन्जिङ टाइपको हुँदो रहेछ। किनकि एकै दिनमा 1200 मिटर उचाइ चाहिँ हिँड्नुपर्ने छ आज। त्यस्तै 4 बजीतिर 4-5 बजीतिर चाहिँ 5 पोखरी पुगिन्छ होला आज। भ्यूहरू चाहिँ बबाल देखिरहेको छ है। अक्सिजन भएर नि होला मान्छेहरू नि खासै छैन, खुल्ला छ। त्यहाँनिर चाहिँ खतरा वाटरफल रहेछ। त्यसकै माथि 5 पोखरी। यो टाइम ट्रेकिङ सिजन नभएकोले पदयात्रामा खासै मानिसहरू थिएनन्। अब बिस्तारै अल्टिट्युड गेन गर्दै जाँदा यो फिल हुँदै थियो कि ट्रेकर्सहरू किन विन्टर सिजनमा ट्रेक कम गर्छन् भनेर। भ्यू हेर्दै नासेनपाती आजको बिहानको खाना खाएर चाहिँ बाटो बाटो देखिने सुन्दर लाङटाङ हिमालहरू, खोलाको मधुर आवाज, ठाउँ ठाउँमा राखिएको प्रेयर फ्ल्याग, ब्रिज, सुन्दर पदयात्रामा नयाँ ठाउँको हावालाई स्पर्श गर्दै रमाउँदै पदयात्राको मजा लिँदै गर्दा यो फिल भयो कि माउन्टेन वाज वेलकमिङ अस, 5 पोखरी वाज वेलकमिङ अस।
2300 वर्ष अगाडि सिकारी बुम्बर भएबा शिकार खेल्दै 5 पोखरी पुग्नुभएछ। शिकार खेल्ने क्रममा अचानक आफ्नो अगाडि धान खेती गरिरहेको देखे। यो के अचम्म हो? यस्तै हुनुपर्ने ठाउँमा पनि खेती गर्ने को होला? भनी छेउमा जाँदा त्यो समूह त्यही अलप भएछ। यस्तो अचम्मको दृश्य देख्दा वाइवालाई अचम्म लागेकोले यो पक्कै पनि भगवान महादेव र महादेवका देवगण परिवारले रोपाइ गरेको हुनुपर्छ भन्ने आभास भएछ। त्यसपछि मैले भगवानको सम्झनामा मन्दिर स्थापना गर्नुपर्छ भन्ने सोची आफ्नो सिकारी कुकुरको घाँटीमा झुन्डाएको घन्टी फुकाली महादेव बिलाउनु भएको ठाउँमा स्थापना गरिदिनु भएछ र अहिले त्यहाँ शिव मन्दिर स्थापना भयो। यहाँ रोपाइ गरेको स्थानमा धानको बाला भेटे धनवान हुने आजसम्म पनि विश्वास छ। र यहाँ आएर मागेको एउटा इच्छा पुरा हुन्छ भन्ने पनि विश्वास छ। धार्मिक किम्वदन्ती अनुसार 5 पोखरीमा एकचोटि हाँस रहेको र त्यो हाँस जो कोही भाग्यमानले मात्र देख्न सक्छ भन्ने एउटा भनाइ रहिआएको छ। चिसो एकदमै छ। पाँच पोखरी धार्मिक पदयात्रा सक्नुहुन्छ भने एकचोटि अवश्य जानुहोला। यहाँ आफूलाई कि त महादेवको नजिक महसुस गर्नुहुन्छ या त आफ्नै।
छ